हरेक माल आयो। तपाईको घर आँगनमा हरेक माल आएको छ। आउनुहोस् लानुहोस्। यति मात्र होइन, बिग्रेको मोबाइल, खानाको टुकी, ग्यास रेगुलेटर, बाइकको ब्याट्री। आयो 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 नयाँ गीत आयो, नयाँ गीत आयो। ल है तयारी नाच्ने है त, नयाँ गीत आयो। झुल्पी लरक्कै तल्लोपट्टि भेनाको झुल्पी लरक्कै नाचिदिन्छु पारेर सारी फरक्कै। अलिक भएन, अहिले भएन। अब राम्रोसँग नाच्ने है, अन्तर्राष्ट्रिय नाच नाच्नुपर्छ क्या। अन्तर्राष्ट्रिय नाच भने थाहा छ? ओ अमेरिकातिर पनि देख्ने नाच नाच्नुपर्छ। ल स्टार्ट, 1 2 3 गो। झुल्पी लरक्कै तल्लोपट्टि भेनाको झुल्पी लरक्कै नाच्दिन्छु पारेर सारी फरक्कै। होइन हौ सक्छ यहाँ के गर्दैछ हौ? हजुर दाइ नमस्ते। होइन हौ दाजु, यसो यो बच्चाहरूलाई बसिमालाई यसो गीत सिकाइरहेको नि है दाजु। गीत सिकाइरहेको है दाजु। होइन गीतै सिकाए पनि नाच्नै सिकाए पनि अलि राम्रो गीतमा नाच्न सिकाउनु नि। यस्तो गीतमा यति नानीहरूलाई कहाँ नाच्न सिकाइरहेको? यदि अलि राम्रो शब्द भएको गीतलाई नाच्न सिकाइ। होइन दाजु, यो के अरे भ्युज र पैसा धेरै आउने भएर यो गीत बनाएको नि दाजु। हेर्नुहोस् न, यो त्यो यसो मोबाइल हेर्दै गएको, अनि त्यो मोबाइलमा त एउटा त्यो युट्युब भन्ने छ नि दाजु। त्यो युट्युब भन्नेमा गएको दाजु। युट्युबमा त त्यो गीत आइरहेको छ। यसो हेरेको त त्यो गीतमा त मिलियन भ्युज गएको रहेछ। अनि त्यो भ्युजबाट पैसा आउँछ भनेर अनि यसरी बनाएको नि है दाजु। नपत्याए सुन्नु है त दाजु गीत। होइन भ्युज आउँछ भन्दैमा, पैसा आउँछ भन्दैमा जस्तो पाए त्यस्तो गीतमा नचाउने, जस्तो पाए त्यस्तो गीत सिकाउने। अनि हाम्रो नानी बाबुहरूले के सिक्छ? अब यो समाजमा परिवारमा बसेर हेर्न मिल्ने शब्दहरू हुनुपर्छ नि त। हट मर यस्तो गीत गर्नु हुँदैन। अनि के नि दाजु, त्यो माथिको जुर्बी लरक्कै भने चाहिँ बुझे दाजु, तर तल्लोपट्टि कान्छाको जुल्बी लरक्कै भने चाहिँ के हो है दाजु? ल मैले साँच्ची नै भन्नु पर्दा चाहिँ यो सकारात्मक सोचले शब्दलाई हेर्ने हो भने तल्लो घर कान्छा भनेको हुनुपर्छ। अरू त मलाई थाहा छैन। मैले जाने चाहिँ त्यति हो। ए हो र दाजु, हामीलाई त ठ्याक्कै त्यस्तै गीत रमाइलो लागेर नाचेको नि दाइ। ल हजुरहरूले कमेन्टमा भन्नुहोस् है यो गीतको अर्थ के होला है त हजुर। ल बाई बाई है।